केटाको फेरि पनि स्वागत छ दादाको ब्लगमा। र केटाको बाइक चाहिँ यस्तो अवस्थामा छ। हिजो चाहिँ हल्का फुल्का सर्भिसिङ हानेर आयो। अनि हिजो चाहिँ हल्का फुल्का माल खैदिएको थियो। माल चाहिँ यहाँ छ। हिजो चाहिँ चट्टबारामा हल्का फुल्का सामान बाइकको लागि हल्का फुल्का सामान यो चाहिँ टक्क होइन यहाँ लाग्छ। अनि यो पनि मलाई कस्तो यहाँ लाग्छ। यो बाइक चाहिँ अहिले यस्तो छ। अहिले टक्क हल्का फुल्का सामान हालेपछि कस्तो देखिन्छ। अहिले चाहिँ ग्यारेज जान्छ म अनि बाइक चाहिँ उहाँ छोडिदिन्छ म अनि दिउँसो लिन आउँछ बाइक चाहिँ। अनि यो ग्रिप पनि हल्का डुस भएको छ। ग्रिप चाहिँ यस्तो खाले लिएको। अनि मलाई यो त एकदम देख्नलाई राम्रो नलाग्यो नि। खुट्टा बचाउ चाहिँ यसले चाहिँ एकदम चप्पल आयो नि। त्यही भएर यो अब टक्क गइन्छ हालिन्छ अनि बेलुका कस्तो हुन्छ। अनि यो चाहिँ सक्यो। यो पनि हाल्नुपर्छ। बाइक चाहिँ यस्तो हालमा छ हाल फिलहाल। अहिले टक्क बाइक बनाएपछि कस्तो देखिन्छ अहिले चट्ट देखाउनु पर्छ। टायर पनि भोसरी सिट्टा भइसकेको छ। टायर पनि हिजो त ल्याएन। अब भोलि या त पर्सितिर टायर पनि किन्न आन्छौँ स्कुटरमा। बाइक चाहिँ अहिले हाल फिलहाल यस्तो अवस्थामा छ। अब टक्क ग्यारेज जान्छौँ अनि हल्का फुल्का सामान लोड हानेपछि देखाउँछु म। केटाको बाइक चाहिँ यहाँ छोडिसक्यो। यो चाहिँ एकदम चुट परेछ कि यो चाहिँ खोल्न हुने खाले परेछ। अब यो भित्राउन जान्छौँ अनि अर्को लिएर आउँछौँ। अनि चाहिँ यहाँ गम्बुरामा यो चाहिँ E1 हो। केटाको हामी चाहिँ यहाँ के भन्छ यो तालचोक किन्न लाग्यो। पेट्रोल भने यहाँ टिममा पुगिसकेको छ। झन्डै पेट्रोल पम्प चाहिँ अब आइसक्यो। अब हामी यहाँ टक्क पेट्रोल हालेर जान्छौँ। हामी चाहिँ यहाँ टक्क तालचोकभन्दा हल्का तल हो। यहाँ चाहिँ यसले तेल हाल्दैछ। स्कुटर चाहिँ इमा रहेछ झन्डै म चाहिँ पोखरा जान परेको यस्तो चप्पलमा हिँड्न लाग्यो। यो चाहिँ आइसक्यो। हाम्रो चाहिँ त्यो ब्रेकको लिभरै फोल्ड गर्न नमिल्दो रहेछ। अनि त्यो फर्काउन जानु लाग्यो अब पोखरा। त्यो सकको बकिङ गर्ने कुरा नि पायो हामी ल्याउँछौँ। ल हिँड राजा। हामी चाहिँ यहाँ टक्क विजयपुरमा पुगिसक्यौँ। यही हो पोखराको विजयपुर। पुरै यहाँ चाहिँ नयाँ पुल नि बनाएर छ अहिले हाल फिलहाल। यो चाहिँ पुरानो पुल भयो। अब यो चाहिँ नयाँ पुल हो। बसेर हामी चाहिँ यहाँ टक्क नयाँ बजार हो। हामी चाहिँ यहाँ यो फेरि बकिङ गर्ने कि त्यो हल्का टल गर्ने कुरा ल्याएर किनेर साटेर यो अर्को यसलाई समाट उठीको थियो। यो चाहिँ यस्तो हुन्थेन कि त्योमा। यो साटेर ल्याएर अब टक्क यहाँ चाहिँ नयाँ बजार हो। अब टक्क घर जानुपर्ने ग्यारेज जानुपर्ने हुन्छ अनि हाल्नुपर्ने हुन्छ। सकेर अब चाहिँ हामी चाहिँ यहाँ टक्क ल्याएर ग्यारेज जाँदैयो। अघि चाहिँ भिडियो गर्न पाएन। यो चार्जै सकिएछ कि बस्नु गयो कपाल त चेक हो। हामी चाहिँ यहाँ टक्क ग्यारेज आइसक्यो भनिदिन्छ। बाइक चाहिँ बनेको भन्ने हुन्छ मन्दिर रहेछ। बाइक चाहिँ नबन्ने रहेछ अहिले। यिनीहरू हाल्नु बाँकी छ। यो यस्तो भयो। हाल्न बाँकी रहेछ अझै। यो पनि गएको रहेछ। अब एकछिनमा चाहिँ बाघै हुन्छ। टक्क यो चाहिँ ध्यान दिनुभएको। यहाँ एक्सिस चाहिँ यहाँ यो पनि जान्छ। त्यो माल पनि धेरै जान्छ एकछिनमा। यसो मात्र यस्तो खोल्न हुँदो रहेछ कि हामी धन्यवाद चढेको सफर गर्ने अब यस्तो गरिदिन्छ। टक्क सामान बाइक चाहिँ बनेन। बाइक चाहिँ हुन्छ। बाइक चाहिँ अझै
दुई घन्टा लाग्छ अरे अब त्यो घोडामा चट्ट तलतिर यसो डुल्नु जानुपर्ने हुन्छ अनि अहिले जानुपर्ने हुन्छ अनि चट्ट रेडी भइसकेको छ सकेर हामी चाहिँ यहाँ टक्क तल गएर बाइक चाहिँ मलाई बनेन कि आज भयो अघि गएको आज बन्दैन भन्दै थियो बाइकले टक्क अब चाहिँ घर जानुपर्ने हुन्छ अनि भोलि जानुपर्ने हुन्छ हिँड्नु सकेर यहाँ चाहिँ यहाँ कन्टेन्ट यिनीहरू चाहिँ यहाँ रातिको कति 8-9 बजी हिँड्न भागेन हिँड्न म चाहिँ त्यो आलमाटीसम्म हिँड्न यिनीहरू चाहिँ रातिको राति नराम्रो काम गर्दैछ यहाँ बाटोमा फर्क्या हामी चाहिँ यिनीहरूलाई यहाँ आज यिनीहरू डिस्टर्ब हान्न आएको डिस्टर्ब त हान्न नहुने के अरे त्यो नि छैन तिनीहरू चाहिँ डेन्जर हनीमुन मनाउँदै रहेछ कि यहाँ फेरि अनि यसो कन्टेन्ट हानेको मुलाहरू भाग्यो हो सरी अरू होइन म चाहिँ टक्क घरतिर आइसकेँ ग्यारेजबाट बाइक चाहिँ यहाँ छ म चाहिँ यहाँ अहिले चाहिँ हाम्रो घरतिरको एकदम चिल ठाउँ तल चाहिँ डिल छ डिलमुनि चाहिँ खोलासोला छ पौडी सौडी खेल्न आइन्छ यहाँ माथि चाहिँ चौतारी छ यहाँ चाहिँ डेटिङ सिटिङ आइनी हुन्छ अरे मलाई चाहिँ एकदम चिल ठाउँ हो घर चाहिँ माथि हो मेरो चाहिँ हल्का बाइक चाहिँ यहाँ छ बाइक चाहिँ यस्तो देखेछ हाल फिलहाल यो थप्यो अनि यो गऱ्यो अनि सबै ग्रिजिङ सिजिङ गऱ्यो अनि पनि मलाई त्यो पेस्ट हालेको डेन्जर टल्किन्छ भन्थेँ खासै फरक त देखिनँ मैले ठिकै हो त्यस्तो फरक चाहिँ आएन बाइक चाहिँ के हाल्यो तर जस्ताको त्यस्तै देखेछ अनि यो ग्रिप पनि फेऱ्यो यो चाहिँ एकदम धुस भएको थियो तर मलाई यो पनि फेर्नु भनेको यो साटेर आएको थियो यो पनि तर काम लागेन घोसरीलाई अब टक्क यो पनि साट्न जानुपर्ने हुन्छ बाइक चाहिँ यस्तै छ के थप्यो तर मलाई के जस्तै पनि देखेको छैन सेम पहिला जस्तो त्यस्तै देखेछ तर अहिले चाहिँ हल्का स्मुथ भएको छ ग्रिजिङ सिजिङ हालेर अब यो फेर्न जान्छु होला म यो फेर्न जान्छु अनि टायर पनि एकदम सिट्टा भएको छ टायर पनि हाल्छु अनि यहाँ रातो नि हाल्नु छ रातो हाल्ने भनेको भ्याउँदै भएन अब एक दिन जस्तै हाल्छु म अनि ऐना छैन डिबी चाहिँ सब छ डिबी र ऐना चाहिँ हाल्नुपर्छ एकदम सेफ हिँड्नुपर्छ कहिले रमाइलो मात्र भेट्यो भने कहाँ हान्छ कप्पीले लगेर हामी चाहिँ यहाँ टक्क फेरि आज अर्को दिनको सुरुवात भइसक्यो आज चाहिँ हामी चाहिँ टायर लिन जाँदैछौँ अहिले चाहिँ कति 4-5 बजिसक्यो कलेजबाट आयो तिनटै यसै जान्छ एकछिनमा भेटौँ ल लगेर हामी चाहिँ गुरु बजार आइपुग्यो हामी चाहिँ यहाँ चाहिँ एकदम जाम छ मेरो कलेज नै आइसकेको छ यो चाहिँ मेरो कलेज हो है कलेज हामी चाहिँ यहाँ अहिले बुढी बजार पुगिसक्यो हामी चाहिँ यहाँ अमर सिंह चाहिँ नपुगिसक्यो अब यहाँबाट चाहिँ हामी चाहिँ भित्र जान्छौँ किनभने अहिले चाहिँ के अरे कति रे चिट हानेको लाइसेन्स नभएको चिट 15 हाल्न यता हिँडी माथिबाट जान्छ अघिरा अहिले चाहिँ एकदम कडा भएको छ अरे लाइसेन्स नभएकोहरूलाई चाहिँ चिट चाहिँ 15,000 हान्छ अरे कि अनि यसको चाहिँ छैन लाइसेन्स अनि त्यही भएर हल्का भित्र बाटो जानु लाग्यो यताबाट राइट अमर सिंह चाहिँ उता माथि छ हामी चाहिँ अब यहाँबाट चोर बाटो जान्छौँ यता राइट सामान चाहिँ भित्र भइसक्यो त्यो चाहिँ नरहेछ अनि पैसा चाहिँ रिटर्न गर्छ अब यहाँ चाहिँ टायर खिच्छौँ अब
चाहिँ दिनु भयो यहाँ टक्क नयाँ बजार हो त्यहाँ चाहिँ पुलिसहरू योवाला लिएको अहिले टक्क स्कुलमा भन्छु म पुलिस के भनेर यहाँ चिकन टप्पेमा हजुर हामी चाहिँ यहाँ टक्क यहाँ के अरे यो के हो रामबजार हो के हो रहेछ यो चाहिँ यहाँ कार चाहिँ यहाँ यस्तो यस्तो छ डेन्जर खुट्टा पासेर तिमी अब लानै पऱ्यो लगेर चाहिँ यहाँ के भन्छ यो अमरसिंह हल्का तल हो टायर चाहिँ चप्पै यसरी लान परेछ गाह्रो भएर बेसी लाग्दाखेरि एकदम भयो कि त्यस्तो गर्न म चाहिँ अलि टायर चाहिँ लान पर्छ अब टक्क भोलि चाहिँ शनिबार हो क्या हो भोलि चाहिँ हुन्न अब पर्सितिर टायर नि हाल्नुपर्छ अनि टक्क भेट्नुपर्छ बाइक चाहिँ यहाँ छ टायर चाहिँ हामीले हिजो लिएर थियौँ अब टक्क हाल्न लाग्यो अझै यो चाहिँ घोटिदिनु पऱ्यो क्या अब यो काम लाउनु अब यहाँ हल्का चुत हानिदिन्छ यहाँ हल्का घोटिन्छ टायर चाहिँ टायर चाहिँ यस्तो त गर्न हुने त्यही नि अब फेरि नछ अब बाल ढुक्क घोरिदिने हो भोसरी के टायर चाहिँ यस्तो छ तर अझै घुर्न पर्छ त्यसै फेर्ने हो लगेर यहाँ बाइक चाहिँ यहाँ छोड्यो टायर छैन अब हामी टक्क पहाडतिर गइन्छ अनि अहिले हामी चाहिँ लगेर हामी चाहिँ यहाँ टक्क आज डेन्टल जाने दिन पनि रहेछ त्यो फलोअपको लागि बाइक चाहिँ यहाँ छोडिदियो अब चाहिँ हामी चाहिँ डेन्टलतिर जानु लाग्यो यो चाहिँ क्रिकेट हामी चाहिँ टक्क डेन्टल जान्छौँ अनि डेन्टल गएर आउँदैसम्म चाहिँ भइसक्छ होला बाइक त्यही हो अब हेर त यहाँको बाटो यस्तो भएन यस्तो त हेर्नु त के त हो यहाँ कस्तो बाटो त कत्रो खाल्टो होइन बाइक भएको त मजा हुन्थ्यो कि त्यसको त मजा गुल्ला हुन्छ हिँड्ने बेटार यसरी खाल्टो त नि यहाँ चाहिँ टक्क झन्डै क्रास खाल्के भुसरीको चाहिँ झन्डै पर्दा थियो ल फाइनली यत्रो टुकापछि हामी चाहिँ अब यो बाटो चाहिँ एकदम चिल छ कि यता चाहिँ राजचौतारा भन्छ कि हौ यता चाहिँ यो चाहिँ तामुकको बाटो भन्छ के अरे आउन त आइयो है तर पेट्रोल त मुला जहिले इमा हो कि भोसरी पेट्रोल फेरि सक्नु लागेर चाहिँ अब हामी हाइवे निस्केर अब यहाँ हाल्न जान्छौँ मुला जहिले झन्डै स्कुलमा चाहिँ डेन्जर टिचर घुचर्न पऱ्यो नत्र मुला बाइकमा हगाइ त अहिलेसम्म त्यहाँ भइसक्यो ढल्न पर्थ्यो लगेर हामी चाहिँ डक्टर मन्जु पुऱ्याएको थियौँ कि चाहिँ भोसरी
4-5 बजिसक्यो अनि विन्टर चाहिँ यहाँ हो के अरे विन्टर ढिलो भयो आज चाहिँ भन्नाले फेरि भोलि आउनु पर्ने है डोरो काम त अब चाहिँ डक्टर त्यो ब्रेक गर्नु अस्ति एक्सरे हान्नु चाहिँ पाएन केही चिज हाल्नु पाएन नि अब के गर्ने केटातिर फर्किन्छ सकेर मलाई उहाँ आएको कामै भएन कि भोसरी कामै भएन डेन्टल पनि भोलि आउनु पर्ने भयो भोसरी के त्यो मलाई ब्रेक पनि पाउँदै पाएन फेरि भोलि आउनु पर्छ बिचरा आज टाइम भएन टायर बनाउँदैछ अब दाइले भइसक्यो होला लगभग यो चाहिँ के भन्छ अहिले चाहिँ यहाँ हो अब चाहिँ टक्क ग्यारेज जानुपर्छ ग्यारेज गएर देखाउँछु म बाइक चाहिँ भइसक्यो गोटी यस्तो पहिलाले जस्तो टायर डिफ्रेन्स सकेर होइन हामी चाहिँ यहाँ टक्क मन्दिरको लागि गएको चाहिँ त्यहाँ भेटिनु यो चाहिँ मन्दिरबाट गएर यो बाइक चाहिँ यहाँ छ बाइक चाहिँ यहाँ छ बाइक चाहिँ अब लगभग काम फेरि अब त्यो ब्रेक गरेर पाएन अब फेरि घरतिर गएर राम्ररी भन्छ के गरेँ के गरेन अनि त्यसपछि मैले समाज तानिदिन्छु केटा ऊ मान्छे गएर आइसकेँ चाहिँ रहेछ के हाल्यो भन्दाखेरि यो हाल्यो यो यहाँ त अस्ति नै भनेको यो चाहिँ मलाई मिलेन त्यो के अरे सार्नगरको अर्को सबै त्यस्तै खाले मात्रै रहेछ यो चाहिँ हाल्दिनँ अब यो चाहिँ अब यति काटिदिन्छु अनि त्यस्तै हुन्छ त्यो केही फेरेन अनि टायर फेऱ्यो यहाँ हाल्ने अनि के पानी पऱ्यो भएन आज पनि पानी पर्दैछ एकदम बाइक चाहिँ यस्तो छ केटाहरू त्यही होइन गयो हल्का फुल्का सामान हाल्यो सामान के भन्थ्यो एउटा त्यही फुटेस हल्का फुल्का अब मलाई त्यस्तो रुचि परेन होइन त्यही हल्का फुल्का फुटेसहरू फेरि अनि त्यो ब्रेकको लिभरै पाएन त्यो मास्टर सिलिन्डरै फेर्नु पर्ने रहेछ अनि त्यो फेर्नु त के फेरेको भए पनि हाम्रो फेरि त्यो मास्टर सिलिन्डर चाहिँ हल्का राम्रो खालको हुन्छ कि त्यो चाहिँ अहिले चाहिँ नफेरिहालौँ भनेर फेरि त्यो लिभर चाहिँ हल्का काटिदिन्छु अब अर्को भिडियोमा देखिन्छ त्यो चाहिँ अनि त्यही हो अनि टायर चाहिँ निन्दा सेटा भयो टायर फेऱ्यो टायर चाहिँ त्यो भिरवर भन्ने त्यो हुन्छ एकदम ठिक हुन्छ अरे अनि त्यही भएर त्यो हाल्यो त्यही हो अब त्यस्तो रिच त परेन है सब फेरि अब हाल्यो अब धेरै बिट्टा गाड्ने जस्तो होला फेरि हामीलाई कन्टेनै खाने के गर्ने त्यही भन्दैन फेरि अब त्यही हो यो भिडियोमा चाहिँ त्यस्तो खासै पनि भएन अब कन्टेनै पाएन मलाई कस्तो धेरै भुल गरेर हिँड्नु भएन अहिले चाहिँ एकदम कडा माइन्ड क्यामेरा के हेर्छ कि त्यही हो होइन अब अलिअलि सामान फेऱ्यो डेन्जर बिट्टो खाने जस्तो मलाई कन्टेन्टै पाएन त अब के पहिलाको जस्तो टाइपको गर्दै हिँड्नु भएन मलाई पानी नै पऱ्यो यार कसरी यार म चाहिँ घरमा ल्याएर भिडियो बनाएर इन्डिङ हान्न लगेर त्यही हो मलाई कन्टेन्ट चाहिँ पाएन धेरै भिक्टो खाने जस्तो होला अब जस्तो भयो नि यहाँसम्म हेर्दैकोमा धन्यवाद अब अर्को भिडियोमा भेटौँला।